टु माई च्यानल। सबैजना फेरि पनि स्वागत छ मेरो च्यानलमा। सो सबैजनालाई ह्याप्पी दसैँ होइन, सबैजनालाई ह्याप्पी दसैँ। सो दसैँ सुरु भइसकेको छ, आज फुलपाती हो अनि आज चाहिँ हामी गाउँ जाँदैछौँ। त्यो खाएर मम्मीले खाना चलाउनु भएको छ होइन। हाम्रो घरमा चाहिँ अब खाना पाक्दैछ, मासु र भात होइन, त्यही दसैँको स्पेसल खानेकुरा। सो अनि हामी मसिन रेडी भइसकेको छु, जाने चाहिँ 2 बजेतिर हो होइन। सो म चाहिँ रेडी भइसकेको छु। अब एकछिनमा हामी पिङ्कीको कपाल काट्नु जान्छौँ, मैले थ्रेडिङ गरिसकेको छु होइन। सो गाइज सबैजनालाई ह्याप्पी दसैँ, राम्रोसँगले मनाउनु होला दसैँ अनि मसँगै मेरो भिडियो हेर्दै रमाउनु होला गाइस। बाई बाई गाइस, बाई बाई होइन, पिक्चर अभी बाँकी खान्छ होला, पिक्चर अभी बाँकी है मेरो दोस्त। सो भिडियो हेर्नु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला अनि त्यही हो, रमाउनु होला होइन। अहिले चाहिँ 11 बज्नु लाग्यो होइन। मम्मी खाना पस्किँदै हुनुहुन्छ। आज चाहिँ मम्मीले खाना पकाएको घाम पनि लाग्छ जस्तो छ होइन, किनभने जहिले खाना म पकाउँथेँ, आएदेखिबाट चाहिँ मैले पकाएको थिएँ होइन। खाना पकाउनु मैले, भाँडामा चाहिँ मम्मीले, अथवा मतलब जे होस् खाना चाहिँ मैले पकाएर हुन्थेँ। आज चाहिँ मैले पकाएको छ, घाम पनि लाग्ला जस्तो गरिरहेछ, लाग्छ होला सायद। अब हामी खाना खान्छौँ अनि प्रियङ्काको कटिङ गर्न जान्छौँ। यता हेर्नु मम्मी, मेरो गाइजहरूलाई नमस्ते गरिदिनु, नमस्ते गरिदिनु। नमस्ते ढोक दिया ओए नमस्ते वालेकुम अस्सलाम अनि सबैजनालाई, सबै धेरैजनाले हेर्दैनन्, 300-400 जनालाई बडा दसैँको 2082 सालको सबैलाई दाजुभाइ दिदी बहिनी आमा बुवा विदेशमा नेपालमा आउने छोरा छोरी सबैलाई शुभकामना। हृदयदेखिबाट भित्रै मनैदेखिबाट शुभकामना। धेरै 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 टिका लाउन चाहिँ केही घरमा आयो हुन्छ पैसा दिनलाई। ल धन्यवाद। ल म चाहिँ खाना खान लाग्छु। धेरै मिठो छैन, त्यही पनि मिठै मानेर खानुपर्छ। खाना खायौँ होइन, अनि यसो गफ पनि गऱ्यौँ छोरा मान्छे र छोरी मान्छेको कुरामा होइन। टपिक चाहिँ त्यही थियो हाम्रो। अनि मैले चाहिँ खतरा भन्दै डाइलग दिएँ, झगडा परेर आयो होइन। क्यामेरा अगाडि आउँदै घुसाइदिएन, भित्रै घुसाइदिएँ। अलिक पटारबाट यस्तो यस्तो गर्नु मिल्छ। छोरा मान्छे नहेरे हाम्रो टिकटक हाम्रो ब्लग लाइक गरेर चाहिँ त्यहाँ हाम्रो टपिक चाहिँ छोरा मान्छे भएर र छोरी मान्छे भएर भनेको थियो। त्यो गफमा म तपाईँलाई पछि एक्सप्लेन गरौँ ल होइन। अहिले चाहिँ हामी पिङ्क यत्रो लामो लामो बाल कपाल, यत्रो कपाल छ होइन, झारङ्ग त्यो धामी त्यो के अरे लाखेहरूले तातो तातो कपाल छ, त्यो चाहिँ हामी काट्न जाँदैछौँ अहिले होइन। सो गाइस अब चाहिँ हामी कपाल काटेर आउँछौँ। बगा पिङ्की रेडी होइन, अब यस्तो कपाल काट्ने अनि हामी एकछिनपछि गाउँ जा। रेडबुल होइन, रेडबुल पार्टी हुँदैछ यहाँ चाहिँ जानुभन्दा अगाडि। यहाँ हाम्रो अङ्कल हेर्नु, नमस्ते गरिदिनु मेरो गाइजहरूलाई। हामी चाहिँ रेडबुल कस्तो रेडबुल सानो जाने कि नजाने रे? रेडबुल कस्तो छ खानामा? सो गाइस हामी चाहिँ कपाल काट्न आएको कति घन्टा भयो भने बिहान 6 कति बजे 9 बजे होइन, 9 बजे हिँडेको 1 बजे लागिसक्यो। अहिलेसम्म हामी कपाल काटिसकेको छैन। यस्तो प्याक हुन्छ दसैँमा, बुझ्नुहोस् दसैँमा यस्तो प्याक हुन्छ। त्यही भएर बिहानदेखि आउनुपर्छ, बिहानतिर आयो भने 1 बजे पाउनुहुन्छ तपाईँले। ए यस्तो राम्रो कपाल काटेको छ गाइस, उसको कपाल कपाल काटेर रुको, आफै काट्ने आफै रुने हो। यहाँ चाहिँ हाम्रो घरमा यस्तो हुन्छ, कपाल काट्ने पहिला अनि रुने। राम्रो देखाएको छ क्या, राम्रो देखाएको छ। तैँले हाँस्न खोजेपछि म त हाँस्दै हाँसेन। कपाल काट्यो नि रुने, मैले फर्स्ट कपाल काट्दै थिएँ भएको थिएन। अहिले कत्रो उसले 4 वर्ष लाएर कपाल पाएर, मैले 17 वर्ष कपाल पाएको थिएँ। गाइस
हामी चियामा हिँड्न लाग्यौँ। त्यो नराम्रो देखेको यसो हेर्नुपर्छ। म त आज यहाँ जाऊँ क्या हो। झ्यालमा गएर बस्नहरू अगर हम करे तो करे क्या, बोले तो बोले क्या। ल हामीले गएको। बाई। यस्तो पानी पर्न लाग्छ होइन, पानी परिरहेछ हल्का हल्का। यस्तो गाडी यस्तो बाटोबाट जान्छ मैले, यस्तो बिग्रिया बाटोबाट। हाम्रो गाउँलाई जस्तै अब मै नेता भयो भने मात्र सुध्रिन्छ बाटो, नभए त यो गाडी यस्तो काटेको मनी नभयो भने चाहिँ पहिला त्यो पालो पाउँछ खतम हान्छ। दिल्लीको तरिकाले कपाल काटेको छ त्यो। चुप, बिल्कुल चुप। हिम्मत कैसे हो तेरी मुंह खोलने। ऊ हान्छ यसले अब हामीलाई। झोला बोकेको भन्नु न, हिँड्यौँ भन्नु न। कति वर्षपछि कहाँ हिँड झोला बोकेर हिँड्यौँ होइन चढ्यो गाडी। गयौँ साथ छैन धेरै बस्नुहुन्न। यस्तै हो, आइफोनले ब्याट्री धेरै बनाएको रहेछ। हेर्नुहोस् यस्तो छ हाम्रो गाउँ जाने रोडको बाटो। यस्तो मुनिबाट जानुपर्छ होइन। ल ल ल ल ल ल ल हामी त झर्छौँ कि के हुन्छ त होइन। यस्तो ओह्रालो छैन गाइस, यस्तो भएर जानुपर्छ हामी। यस्तो गाह्रो छ, धर्कनै डरै लाग्छ। एउटा रोड बनाइदिनु पर्यो सरकार, जेन्जी सरकार। म नि जेन्जी नै हो। मलाई पैसा दिनुभयो भने म आफै बनाइदिन्छु, होइन ठेका लगाइदिन्छु। यस्तो यस्तो ओह्रालो छ है, यस्तो ओह्रालो छ। हामी हेर्नै गाइस यस्तो ओह्रालो छ, गाह्रो छ गाह्रो। माय लॉर्ड। यस्तो राम्रो गाउँमा आइजौँ हामी। त्यही भनेर कस्तो राम्रो गाउँ। यस्तो पानी पनि छ हाम्रोमा। कमेन्ट है कमेन्ट, दिस इज घोडा। घोडै हो त। के हो कमेन्ट गर्नु होला है सबैजनाले। यस्तो भ्यू यार। एउटा चस्मा किन्न। कति फरक पर्छ हामी हरेक चालीमा आएर कति गोरी देख्यो त। हामी चर्को कस्तो खाल देख्छ है। हामी गाउँमा आउने बित्तिकै हाम्रो नेचुरल ब्युटी पनि ग्लो भएर यस्तो राम्रो राम्रो खोला हुन्छ हाम्रो गाउँमा, हेर्नु सक्नुहुन्छ। यस्तो यस्तो खोला छ। यस्तो खोला छ, यस्तो 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 खोला छ, यस्तो छ यस्तो। र गाइस हाम्रो घर अलिकति दुई मिटर भन्न आएको छ। 2 मिनट माथि छ होइन। 2 मिनट यो गाडीमा हिँड्यो भने यी माथि हो हाम्रो। यस्तो जङ्गलमा छ, कुनै घर छैन। यहाँ हजुरबाहरू भेट्नु भएको छ हामीले होइन। यी माथि हो हाम्रो घर। अब आइसक्यो, हामी आइसकिसक्यौँ है गाइस। ओके है हामी आइसकिसक्यौँ, खुसी लाग्यो गाइस। कस्तो हाम्रो घर यही हो है। तिरपालले छेकेको, जस्ताले बेरेको हाम्रो घर यही हो। हामी आइसक्यौँ फाइनली हुयारिन्। यस्तो छैन गाइस, के हो जङ्गल जङ्गलमा एउटा घर बनाएको छ। यो तिरपालले छेकेको, जस्ताले बेरेको घर हाम्रै हो होइन। भाइ केरा खाँदैछ मरि काँचो केरा। के भन्नु, म त अब यस्तै हो। मलाई त काँचो केरा पनि ठुलै लाग्छ होइन। चरीगढ त ऊ त्यहाँ जुम पनि गर्न भ्याइँदैन होला। ऊ त्यहाँ हेर्नु त चरीगढ त ऊ पर छ। कहाँ हो हेलो
हामी आइपुग्यौँ। अब हामी यो माथि चाहिँ हाम्रो यो भण्डारी स्कुल हो है, गाइजहरू सक्नुहुन्छ। ल हामी आयौँ है। ल यस्तो छ, यस्तो हेर्नु है, यस्तो छ रोड पनि। ए बाबा हुनुहुन्छ। नमस्ते आमा। नमस्ते आमा। ल है यस्तै छ भर्खर त्यही के अरे यो केमा बनाएको अरे हाम्रो के भन्छन् होइन भूकम्प के भन्थ्यो त त्यो खै के को घर भन्थ्यो त यार। यस्तो छ है गाइज, यस्तो छ। ओइ को सुतेको भनेको त होइन पो रहेछ। ओइ यस्तोमा सुत्ने ल हाम्रो कोठा त यस्तो बनाइदिएछ नि, यस्तो बस्नुपर्छ है। अब हामी यस्तो यस्तो दाउरो साउरो छ, सर्प आउँछ नि थाहा हुँदैन। हेर ए हाइट पनि भ्याउँछ यार मेरो त। यहाँ त बत्तीमा कस्तो आनन्दले बसेको। ला मुला चार्ज गर्ने ठाउँ रहेन छ। यस्तो छ है, सुहाएको छ मलाई त। यस्तो यहाँ चाहिँ हेर के भने त डाटा पनि चल्दैन क्या गाइस। यस्तो छ। म तपाईँहरूलाई हाम्रो सबैभन्दा राम्रो कुरा देखाउँछ है। यहाँ यस्तो गाउँमा पनि के छ भने टोइलेट छ क्या। यहाँ गाइस हाम्रो घरमा टोइलेट छ, एकछिनमा टोइलेट गएर आउँछ। यस्तो अँध्यारो भइसक्यो गाइस। मेरो कपालकै टेन्सन छ यार, हामी केही खाएको पनि छैन। यस्तो हाल छ गाइस। चरीकटको ठुट्टे गाइस। यहाँ चाहिँ हाम्रो अङ्कल हुनुहुन्छ, मासु खाँदै हुनुहुन्छ है अङ्कल। विश्वास मेरे कुकुरलाई धरी त गर्दिन म। के खाएको अरे खुट्टा। अङ्कल खुट्टा आउँदै हुन्छ हाम्रो साइला अङ्कल। माइला कहाँ गए? गाइस कपाल बढ्ने केही टेक्निक टिप्स प्लिज। यस्तो राति छ जिन्दगी फेरि। यो भनेको चाहिँ नो नेट, नेट पनि नभएको, चार्ज पनि यो भनेको चाहिँ नेट पनि नभएको, चार्ज पनि नभएको। यस्तो क्या विदाउट फोन बिना मान्छे कसरी बाँच्छन् भन्ने टाइपको क्या यो। फोन चाहिँ छ तर यहाँ चलाउन केही पनि छैन किनभने नेट छैन। किनभने फोनभित्र नेटले मात्रै चल्छ। त्यही भएर गाइस मेरो कपाल लास्ट छोटो बनाइदिन्छ। ल गाइस हाम्रो आमा, हाम्रो अङ्कल, हाम्रो आन्टी यहाँ। आमा नमस्ते भनिदिनु। सबैले हेर्छ नि मेरो भिडियो, नमस्ते गरिदिनु। म त बिडी पार्टी हो, म त बिडी पार्टी हो, मलाई बिडी तान्न दे। सबैजना नमस्ते छ मेरा नाता नातिनी सबैजनाले भिडियो हेर्नु भएकोलाई भन्नु न, भन्नु न। के भन्नु रे? नमस्कार सबैलाई भन्नु न। आमाको त भिड पार्टी हो, भिड पार्टी हो। हाम्रो आमा, हाम्रो बाबाको आमा, हाम्रो हजुरआमा। नमस्ते भनिदिनु सबैजनालाई। नमस्ते छ भन्नु न। नमस्ते छ को हो? भिडियो बनाएको के तपाईले हाम्रो मम्मी छैन है। म दोकानको यहाँ हाले अहिले चिम चिम छैन। मम्मी मासु पकाएर आउनुभयो। कस्तो बनाउनु भयो मम्मी? मासु खाएपछि उताको बत्ती छ ढिँडो पकाउन पाइन्छ। गाउँको लोकल भाले चच्चा खाना के अरे बासमती चामलको खाना प्रेसर गरेर पकाएको छ। भेजिटेरियनलाई पनि खुवाइसक्यो गाइस। ए अघि हान्दै आइन पछाडिबाट गर्दै कान्छी देउरानीको छोरो आएर केही छैन, मोबाइल सोबाइल लिएर छैन, टेन्सन भइसक्यो। हाम्रो भात प्रियङ्का चाहिँ खाँदिन अरे। एउटा थाल छ, एउटा भात छ, एउटा भात होइन, यति भात छ। तरकारीहरू खाउनु चाहिँ मासु हो कि दाल हो। ल हामी चाहिँ खाना लाग्यौँ। कपाल लाग्छ जानु भयो। त्यही एउटा थालमा दुईजनाले त्यही झर्केको थालमा सुनको थालमा नि होइन। ए होइन झाँसीको थालमा झर्केको थालमा सुनको थालमा हुन्छ होइन। र हामी खाना कपाल चाहिँ लाग्छ जानु हो क्या। टेन्सन भएर चाहिँ त्यही हाँसिरहेको छु। अहिले मार्छन् छोरी मान्छेबाट फेरि मासु त कति छ नि भित्र गएर तर हामी खाँदैनौँ। खाइरहेको छु कम्ता पनि छैन।
कपाल काट्दिन्छ त्यतै जिन्दगी गएको रे के हेरे तपाईँ चाहिँ हाम्रो आफ्नै कुरा हुन्छ नि भत्काएको हो के हो यसरी मुसन यसरी काट्न पिजा होइन गाइस मिठो छ भात चाहिँ भोग्न लगाएर हेर्नुहोस् गाइस भात यो थाहा यो के हो योले बनाएको नि यो के चामल हो त्यो बासमतीको चामल हो बासमतीको चामल चामल चाहिँ बासमती बागमती बागमती कालो यार हाम्रो घरमा भात पनि कालो हुन्छ नि यहाँ रियामा देख्यो भने चाहिँ कालो देख्छ क्या त्यसरी मुसा खान्छ मलाई मुसा खत्रै ट्यालेन्ट हो यार मलाई मुसा मात्रै जब कस्तो छ त राम्रो त आमा चोट चाट यही त गले केही हुँदैन क्या हामीलाई टेन्सन भइरहेछ गाइस यस्तो छ जिन्दगी हाम्रो पर्नै कस्तो नगरे अङ्गिरा हामी चाहिँ काका ल्याएर हाल्दैछौँ आई डोन्ट नो गाइस बट आज बारलीमा बस्छु सुत्दिनँ सिम्पल छु थियो भोलि गाडी चढेर मामा घर पहिला उयो ओछ्याउने होला नि त अन्त हेर्नु हामी त कति धनी छौँ हामीसँग हामी त काठको धनी छौँ लाल चन्दन यहाँ हेर्नु यहाँ यसरी बस्नुपर्छ हाम्रो जिन्दगी गाउँले जीवन यस्तो हुन्छ ल यसरी बस्नुपर्छ हामी होइन हाम्रो जेन्जीभन्दा अगाडिको जेन्जीको पुर्खाको घर हो यस्तो हाम्रो सबैभन्दा पुरानो घर हाम्रो होला है सबैभन्दा नाता नातिनीहरूको क्या सबैभन्दा पुरानो घर हाम्रो लाग्छ किन यति घर कसैको छैन होला हौ उता कुटकुटे हो कि के भन्ने ठाउँमा छ त होइन हामीहरू भनेको क्या हामी टेक्सनमा पढ्ने स्टुडेन्टहरू मध्येमा होइन तेरो बाउको गाउँको घर चाहिँ कस्तो हुन्छ र होइन मान्छेहरू हाम्रो मावलामा घर अर्कै छ अब गाउँमा घर अर्कै छ फलोअर गर्ने भयो मेरो सब्सक्राइबर सर्पा पनि आउँदैन हौ त्यहाँ त यहाँ चाहिँ के आउँछ आएको छ सर्प छैन नि ओके गाइस आजको भ्लग आजको भ्लग के थियो सो आज चाहिँ डे 1 त भएन जस कति आवर्स जस धेरै आवर्स होला हामी कति त्यहाँबाट आउँदाखेरि राति त भइसकेको थियो जस डे 1 चाहिँ भोलि हुन्छ आज चाहिँ म डे 1 भन्दैन आज चाहिँ आएको त भन्छु भोलि चाहिँ डे 1 बाट सुरु हुन्छ होइन हामी धेरै होइन 3-4 दिन बस्छौँ होला र हाम्रो गाउँको यात्रा कस्तो हुन्छ सबैजनाले हेर्नु होला लाइक गर्नु सब्सक्राइब गर्नु सेयर गर्नु होला है गाइस मेरो कपाल लास्ट छोटो छ यार त्यसको चाहिँ कपाल लास्ट छोटो छ नि हाम्रो धेरै लामो भएर गाह्रो परिरहेछ ल गाइस बाई बाई गुड नाइट हामी सुतेको हेलो गाइस आज चाहिँ डे 1 सबैजनालाई गुड मर्निङ बिहान उठेर के बोले हो बिहान 3 बजे उठेर गुड मर्निङ पिङ्की कपालै छोटो छ गाइस मेरो त बिहान 3 बजेदेखि उठेर बोलाइ हुनुहुन्थ्यो मम्मीहरू यहाँ हेर्नु मौसम यस्तो हुन्छ बिहान यहाँ हामी चाहिँ कति 7 बजे उठाएको छौँ अब हामी के खान्छौँ हामी बाबा यस्तै हो गफ्ट हेल्थ फर्स्ट होइन यो चाहिँ के हो भने पानी हो यो चाहिँ खाँदिनँ त्यही भएर मोटाएको हो तातो पानी खायो भने बढ्छ भनिदिनुहोस् गाइस यता हेर्नुहोस् त यस्तो फोरीहरू छ नि यहाँ मुखपान धुवा खाएर उठेर पानी पनि खाएको छैन म चाहिँ अलिकति सफा छु त्यही हेरेर लगाइसमा पानी खाएको है के भयो मुलाले गडौलालाई सर्प भनेर लगाइदिए सर्पै हो त्यो हेर्ने यत्रो लामो चाहिँ गडौला हुन्छ यत्रो धेरै जन्मेको हो क्या पहिले
Bro, what are you talking about, man? यति 100 वर्ष भइसक्यो त्यो गरेर मेरो मुटु फुस्केन यस्तै झन्डै टेकेको अन्त त छ यहाँ पानी खाँदिदिन्छु खालि गरेरदेखि तर्सिन्छन् मान्छेहरू गरेलादेखि उसले देखेको ऊ पनि तर्सिन्छ होला अनि हामीले देखेपछि चाहिँ मैले देखाएको छु भाइ सर्प मेरै छेउबाट गएको पनि देखाएको छु ल हेर्नु कस्तो भ्यू त राम्रो हो है हामी चाहिँ अब मायम गाईको कपालले सानो भइसक्यो बनाइदिन्छ अनि हामी त्यस्तो डाँडामा छौँ यहाँ चाहिँ हेर्न सक्नुहुन्छ डाँडा गाउँ भनेर पछाडिको चाहिँ आफै पढ्नु होला भिनेपा 9 वडा कार्यालय नम्बर हेर्न सक्नुहुन्छ डाँडा गाउँ दोलखा होइन डाँडा पनि दोलखै रहेछ त ल दोलखै हो त वडा नम्बर 9 भनेपछि दोलखा परेन आएको यो गाउँको थामिए यो गाउँको थामिएले रिप्रेजेन्ट गर्छ कहाँ हेरे भाइ होइन मार्छन् तँलाई मम्मी भाइ यही छ है ओए हामी नि खान्छौँ ओए हेरेमा यसको त के हो यस्तो यो के हो यो हालत यहाँ हेर्नु त गाई यस्तो यो मेरो भाइ चाहिँ होइन गाई अलिकति लाज घिन भन्ने त मान्छेमा हुन पर्छ क्या माछा खाने पिङ्की काम गर्दैछ माछा खाने हो अब टक्कर बसेर गाई हामी चाहिँ फिल्म हेर्दैछौँ मलाई चाहिँ नदेखाइ हामी फिल्म हेर्दैछौँ है यतिखेर हाम्रो घरमा खानै पाएको छैन यस्तो खतरा फिल्म हेर्दैछौँ सो हामी चाहिँ खान जाँदैछौँ खै भात पाकेन कति बेला भात पाक्ने एउटा भात पाक्ने यार रक्की खाने खाना त के खाने पिङ्गी खाना पनि पाक्दैन रहेछ 10 भइसक्यो 12 बजे जस्तो जान्छ खै रक्ती पाकेको चाहिँ कहाँ छ रक्ती त ल्याएकै छैन अनि पाकेको छ भनेर के चिया खाना गएको आएपछि खान्छ तिमीहरू चियाहरू खाने दुधको चिया खाने यस्तो हुनुपर्छ बाबाले छोटो बनाइदिन्छ आफ्नो यत्रो यहाँ पुग्थ्यो गाई यहाँ के अरे 10 बजे हामी दुधको चिया खाँदैछौँ भात हाम्रो 1 बजे खाजा हाम्रो रातिको 4 बजे त्यस्तो हुन्छ है मेरो कपाल यहाँ पुग्थ्यो मेरो कपाल झन् कहाँ पुग्थ्यो यहाँ पुग्थ्यो हामी 10 बजे चिया खाँदैछौँ फिल माई पेन हामी 10 बजे चिया खाइरहेछौँ त्यो पनि मलाई मन पर्दैन त्यही नाना दुध चिया पाइछौँ है लकी वान वी आर लकी वी आर इटिङ दुध चिया वाउ बट आई हेट चिया न पाक्यो पाकेन मम्मी 12 बजिसक्यो अहिलेसम्म खानै पाएको छैन हाम्रो घरमा तिमीलाई भोक लागेछ छैन आई एम फुल लागेछ होला अलिकति लाज घिन भन्ने त मान्छेमा हुन पर्छ क्या गाइस 12 बजिसक्यो हामी त खाना नि खाएको छैन गाइस मेरो कपाल हेर्न कस्तो छोटो बनाइदिन्छन् कस्तो छोटो बनाइदिन्छन् म यति राम्रै त मेरो आइसक्रिम लामो कपाल यहाँ कस्तो खतरा छ यहाँ हामी बिहान उठे बित्तिकै हेर्छौँ झन् आकाशमा विदाउट मनी यस्तो हेर्न पाएकै चाहे त होइन अहिले चाहिँ सनसेट आएकै सनसेट आउने यताबाट आउँदैन प्रोग्राम उताबाट फर्किन्छ यहाँ हेर के अरे उयो हुन्छ जान्छ राइज हुन्छ राइज हामी अस्ति सनराइज हेर्न गएको तर हामी वेस्टतिर गएछौँ क्या कहाँबाट आउँछ साउथमा आउँछ कहाँबाट आउँछ बुझ्नु न हुन्छ सनराइज हामी खान्छौँ अब सनराइज कहाँबाट हुन्छ यति कतैबाट हुन्छ यतै कता हो आकाशबाटै हुन्छ है गाई आकाशमै यसो डाँडाबाट यसो निस्किन्छ होइन आकाशबाटै हुन्छ गाई के ल्याएको तिमीले के ल्याएको भाइ के हो यो ए जुत्ता
Boy, I'm vegetarian. Pure vegetarian, guys. जम्मा एबे खाएँ या याउ गाइस एक वर्ष जति चाहिँ म दसैँ भएको भए म कसम घट्टी साच्ची होला फाइनली हाम्रो 12 बजे खाजा आएको छ म मात्र खान्छु गाइस कसै यो मात्र खान्छु कहाँ मरको फेरि सबै खानु पर्छ कहिले यो घर त 4 वर्ष भइसक्यो भाडा पनि नमान्छु कहिले भाडा नि मान्न लागेको थिएन बरु म ददु वही बस्छु हामीले भाडा मान्छौँ हामी भन्ने आदि केले मात्र भाडा साबुन मात्र ध्यान छ यसरी लाउने ल केले मात्र त्यसले झुट्छ क्या यसले नै हो नि यस्तो कालो छ भाडा फेरि बरु नि अहिले सर्प निस्किन्छ हेर कच्ची भनेको सर्प निस्काउँछन् के अघि त झन् सर्प भेटेर मैले के गर्नु यसले माग्ने हो कि त्यसले हो उतै माग्ने है कालोले यस्तो कालोले भाँडै कालो हुँदैन हुँदैन त्यो भएर माझे हो एकछिन एकछिन दसैँमा हेर्नु अर्को वर्ष त आउनु नि त तिमीहरू आइज चाहिँदैन 10 रुपियाँको दक्षिणा मलाई मजाले खुवाएको होइन चम्चाले गएर आउँछु ल तेरो बाबु अनि पछि भात दिन्छ गाइस हामी चाहिँ खायौँ माथि भगवान् कराउँदैछन् क्या हामीले मासु खाइदिएको थियो अब के गर्नु मिठो थिएन त के गर्नु मिठो थिएन कसले हो पकाएको त्यही खाएको देखाएर सरी गाइस म हाँस मेरो जिब्रो खाल्डो मात्र छ गाइस मैले भाडा माझ्दिन नि थाहा छ मम्मी माझ्दै मस्काइ मात्र दुईटा त मस्काएको भ्यायो मैले हामी यस्तो जिन्दगी कहाँ छ मेरो मम्मी र ठुलो मम्मीले मेरो माया दया माया गरे मलाई अनि मात्थे ठिक छ म मात्न आउँदै थिएँ मैले नसोच मेरो टोयलेट भाइ कि भाडा राख्नुपर्छ भनेर यो त झन् त्यो गनाउने त्यो भूत त्यो के भन्नु छोड्दिनँ त्यस्तो अलिक प्राइभेट कुरा गाइस यहाँ चाहिँ हाम्रो बादल मुन्तिर आइछ होइन गाइस हेर्नु मेरो कपाल हेर्नु बादल हेर्नु बादलले आज मुन्तिर आइछ नि तर हामीले समाज सक्दैनौँ गाइस सब थाहा छैन अनि हामीले म चाहिँ खाइ बसिरहेको छु गाइस खुट्टा बात गाइस हेर्नु मेरो कपाल कस्तो छोटो भयो न त माझा थिएँ कस्तो पहेँलो मुख त धोको नि हामी चाहिँ यस्तो टन टन बाला यहाँ त चरो पनि हिँड्दैन हौ चरो पनि हिँड्दैन कमिला त झन् कुरै छोडिदिउँ चरो जुड्छ नि हेर्नु न त्यो मासु खाएपछि दिमाग चाहिँ आउँछ है मान्छेको म चाहिँ खाइनै गाई यसले नि मासु खाएको नि रक्ती खाएको आटाको रगत खाएको ओ माई गड ल लगाइछ अब हामी खाना खाने बेला आउँछौँ हामी चाहिँ घरमा बस्दा बस्दा बोर भएर अहिले चाहिँ हामी यस्तो माथि घरमा बस्दा नि उकालो माथि बस्दा नि बोरै बोर 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 हाम्रो घर उता मुनि छ घाम हेर्न सक्नु चाहिँ यहीँ छ ए हेर्नु सक्नुहुन्छ यहीँ छ है त्यही भएर गाइस क्यान्सर हुन्छ हो गाइस नहेर्नु अनि यहाँ पहिला पहिला हाम्रो पिङ हुन्थ्यो ठ्याक्कै यहाँ यहाँ हाल्थेँ पहिला पहिला मेरो कपाल नि कति लामो हुन्थ्यो गाइस हेर्नु न बाँड्नै मिल्दैन गाइस त्यसैले म भुत्नी भएर हिँडिरहेको छु उनीहरू त त्यो बिचरा अहिले खाइन्छ पछि यिनीहरू यसलाई काट्छ अनि खान्छन् यहाँ यिनीहरू त्यसैले म मासु खाँदिनँ नि गाइस त्यही भएर मैले बुढी त्यसैले यसले भुँडी मात्र खाएँ बुढी लागोस् भनेर मेरो त्यो उकालो चढ्नुपर्छ यार मलाई त्यो एबिसी काम छ एबिसी के भन्छ त माउन्ट एभरेस्ट चढाए जस्तो भइरहेको छ यार यत्रो उकालो मतलब माउन्ट एभरेस्टमा सजिलै चढ्न सक्छ जस्तो लाग्छ हिँडी हो क्या गाई हामी चाहिँ माथि जाँदैछौँ माछा खान हामी चाहिँ एउटा स्कुल आइसक्यौँ होइन हेर्न सक्नुहुन्छ बाबा पनि खेल्दै खान्छ कि हेरौँ न बाबा खतरा प्लेयर हो भन्ने सुनेको मैले आर्मी भइहाल्छ नि प्लेयर मेरो बाबा खतरा प्लेयर हो गाई तर मलाई किन भिलेज चाहिँ लाग्यो त्यही हामी जाँदैनौँ हामी यता जान्छौँ हामी डिभिसन यता हो सम्झी माछा खाना हाल्छौँ
जस्तै यस्तो के गर्दै हुनुहुन्छ होइन मेरो युट्युबको लागि गर्दै हुनुहुन्छ मैले नयाँ एडिटर राखेको छु विदाउट स्यालेरी हाम्रो माछा यस्तो छ होइन गाइस अब माछा खानु चाहिँ मन जान्छ भने फेरि घर सोधिदिन्छौँ हामी सोध्दै मात्र हो छोड्दा बोक्सी जस्तो देख्ने छोडेर गाई धाला पिउने किनकि निम्बु पालेको दिँदैछ गाइमा पैसा छैन यार अब कसैले त्यहाँ आउनु गरिबी यति आइसक्यो मसँग 1000 पनि मलाई के हो सकायो अब निम्बु पानी खान्छौँ ओके गड ब्लगर साथीहरू सब्सक्राइबर साथीहरूलाई सो यहाँ त हाम्रो किचनमा नि यस्तो लाग्छ घर चाहिँ नदेखा नि मान्छेले नि घर कहाँ जङ्गलबाट आएर यहाँ नि चाबी लाग्छ हेलो गाइस यहाँ सिला छैन है यहाँ चाबी यहाँ जस्तो ओ आमाले हामीलाई हेरेको भित्र नि पस्ने क्या त्यो देउखान भित्र नि पस्ने अब पूजा गरेर मासु नि खाने गाइसमा खादिनँ पानी थोरै के पस्यो क्या त्यो केही पनि सो मलाई भोक पनि लाग्यो होइन चेस हामी चेस दियो है गाइस दियो हामी हेरेको म अर्सिन्छ क्या हो कुन दिनमा सो गाइस लाग्छ मलाई अरे राम सो गाइस आजको डेमा चाहिँ यस्तै भयो ल हामी चाहिँ अब गएको सुत्नलाई गाइस म यहाँबाट बाँचेर यो ठाउँबाट बाँचेर हेर्नु कि म खाएर केही गलत खाएर मर्न सक्छु कि मलाई भूतले उठाएर लग्नु यस्तो अँधेरो छ त्यस्तो चाहिँ बत्यो ल कि बत्यो नबाल्ने यतिकै बस्ने आज देख्छन् क्या यो नदेखाए सो गाइस अब चाहिँ हामी सुतेको गुड नाइट सबजना आज के हो फुर्ताती हिजो आज के हो यो नदेखाए सो गाइस सुतेको अब हामी गुड नाइट गाइस भोलि बिहान भेट्छु गुड मर्निङ हेरे तपाईँहरू हेर्नेलाई पनि छुटेको हिजो थाहा छ हामीले सर्प यहाँबाट हिँडिरहेको यस्तो सर्प चाहिँ खै हिँड्दा यहाँबाट हिँड्दा झर्छ यो गाई चाहिँ राति 3 बजी उठेर टोइलेट गएको थाहा छैन 12 बजी उठेर टोइलेट ल यसको त हिमो चाहिँ गाई मैले माने यो मलाई कहिले कहिले यसलाई चुडेल चढेको छ जस्तो लाग्छ नि थाहा छ गाई रातिमा राति हिँडे जस्तो लाग्यो नि तँलाई निन्द्रामा क्या होइन डर लाग्छ 3 बजे तिम्रो निन्द्रामा हिँडेको होइन गाई मलाई लागेको थियो कहाँ गयो जस्तो लागेर आज 3 बजे त अनि बिहान उठेर सोधेको अघि कुरा गर्दाखेरि चाहिँ 3 बजे टोइलेट गयो ल मलाई एकछिन त सक भयो टोइलेट गयो एक्लै ल हिम्मत चाहिँ हो है वाह गाइस वाह भन्नु एकचोटि गाउँमा एउटा लाइक हान्दिनु टोइलेट गएको राति 3 बजे टोइलेट देखायो भने तपाईँ खलास हुनुहुन्छ भिडियोमा हेरेर तपाईँलाई त्यही टोइलेट त्यही घरमा बसेर तुरुक्क मुद्नुहुन्छ म आएदेखि एउटा टोइलेट गएको छु गाइस म कसरी बाजिरहेको छु म खाना पनि थोरै खान्छु किनकि मलाई टोइलेट जानुपर्छ फेरि टोइलेट गयो भने केही हुन सक्छ केही शक्ति अद्भुत शक्ति प्रकट हुन सक्छ गाउँले जीवन के छ एउटा छोरी गाउँले एउटा टोइलेट चाहिँ बनाउँछु गाइस म कुनै दिन पैसा कमाएपछि कुनै दिन टोइलेटमा यहाँ अट्याच टोइलेट बनाउँछु म सक्दिनँ बाहिर जानु यो गाउँमा यो गाउँमा थाहा छ बाहिर उठेर हेर्नुपर्छ त्यो पाहाडमा यसरी हिँडेर हुन्छ कि होइन कि त्यो लाइट त्यो लाइट बल्छ त निप्दै यसको त निप्दै आउँदै यसरी हिँड्छ के हिँड्छ बत्ती धन्न मलाई आजसम्म भुचे देखेको छ नि यसले देखाएको छ अरे एकदिन होइन देखा भने आउँछ देखाऊ है ढोका मारेको भयो सबको के गरी म जिउँदै आइछु भने भेटौँला गाइस म तपाईँहरूलाई जिउँदै आउन सक्छु जस्तो मलाई म तर जिउँदै आउँछु जस्तो लाग्छ त्यही पनि ठिक छ
अझै 2 हुन्छ दिन हामी कति म 17 वर्ष हैन म 17 वर्ष हुँदैन यो पालि गर्दा 18 वर्ष हुँदैन म 18 वर्ष त 17 वर्ष धेरै आकै हो नआएको भए एउटा प्रब्लम हुन्थ्यो आकै हो तर किन गाइस यो पालि अलि हुन्छ नि अलि डेन्जरस भएको छ कुछ डराउन सक्ति इस घर पे ला नमुक्यो अथा कुछ डराउने शक्ति त जरुर है बेटी इसमें सब प्यार का चक्कर है भाई So guys, good night. Have a sweet dream. Bye bye. सबैजनाले मासु खानु होला, भात खानु होला. हाम्रोमा त दिएन. So guys, सबैले राम्रोसँग बनाउनु होला. अब भोलि पर्सि टिका हैन? So guys, bye bye. I don't think so. म तपाईलाई भेट्न चाहिँ पाउँछु मलाई किन म मर्छु यतै. Guys, bye bye. Bye.